एक दिन म बसमा हिँड्दै गर्दाखेरि एकजना मान्छेले एकजना व्यक्तिले मलाई सोध्नुभयो कि तपाईको नाम के हो भनेर सोध्नुभयो। तर मैले भने मेरो नाम भीमबहादुर राई हो भने राई तराई के राई भनेर सोध्नुभयो। मैले भने म नासिरिङ राई हो भने कहाँ हो घर भनेर सोध्नुभयो। मेरो सोलुखुम्बु हो भनेर भने ए नासिरिङ त शेर्पा पो हुन्छ हौ। मैले त नासिरिङ त सुनेकै पो थिइनँ भनेर भन्नुभयो उहाँले। अनि नासिरिङको त कोही संस्कार पनि मैले केही पनि देखेको छुइनँ। के छ नासिरिङको संस्कार भनेर मलाई सोध्नुभयो। त्यसपछि मैले भने हाम्रो पनि छ संस्कार छ, हाम्रो रीतिरिवाज छ भनेर मैले भने। ए उसको मतलब हामी नासिरिङ भनेको दबिएर बसेका छौँ, कुयो मण्डलभित्र हामी चाहिँ डुबेर बसिरहेको छौँ। तर कदापि यस्तो हुने छैन। नासिरिङ अब जाग्ने छ। 21औं शताब्दी आइसक्यो, कम्प्युटर जमाना आइसक्यो। हामी यसरी नै हामी कहिल्यै कमजोर हुने छैन। हाम्रो संस्कार संस्कृति जसरी हुन्छ हामीले खोज्ने छौँ। पुस्तौले खोजेर भए पनि जसरी हुन्छ हामी पछि पर्ने छैनौँ। हामी सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, भोजपुर जहाँ पनि नासिरिङ हामी छौँ एक भएर हामी काँधमा काँध हालेर चाहिँ हामी एकबद्ध भएर हामीले हाम्रो यो संस्थालाई अगाडि बढाउनु पर्छ।